आज हाम्रो डल्ली दाइ र यहाँ पर कान्छी दाइको भेटघाटको पुरानो कुरा हुँदैछ। पुरानो दाइले पुरानो याद आउँछ कान्छी दाइ? दहको याद आउँछ बेसनी? डल्ली दाइलाई चिन्नु भएन र? डल्ली दाइ मानसिंह भेनाको दुलैका डल्ली दाइ। मानसिंह चिन्नु भएन र? आएर नै मानसिंह चिन्नु भएन। डल्ली दाइ उहाँलाई चिन्ने आएन क्या? उहाँ को हुनु? ए जुठी कसको छोरी अरे? ए पाउँदैन जेठी। जुठी दाइ टोड्के हाम्रो गुरुङ कान्छी बन्दी बिहा भएको माइला सोल्टी गुरुङ माइला सोल्टी अहिले आउनुहुन्छ। ए माइला सोल्टी यता आउनुहोस् न यहाँ डल्ली दाइ। कोही पनि जाने भात खाएर एकछिन रातो हजुर यहाँ कहाँ अरे? हाम्रो माउली हो भाइ। त्यहीले खाना खानुभयो यहाँ? नै भर्खर त्यही खाएर आएको हामी। होइन फेरि खाने नि त यहाँ। म त सन्चो नभएर जान्न भनेको। खान्न भनेको बहिनी जबरजस्ती भएर टेस्टी छ परेर ओहो हजुर पुतला दाइ गुरुङ पुतला दाइ आउन थियो रोटी हाल्ने गर्छ कि ल पुतला दाइ खानुभयो नि? भेनाले खानुभयो नि? भेना नि आउनु भएको अझै जस्ता तस्तै छन् के अरे पुतला दाइ? हो दाइ
हाम्रो भिडियो बनाएको गौमाया बहिनी हाम्रो देब्रुङ तराईवासीका सम्पर्क समाजका सञ्चालक इन्डियन आर्मीबाट रिटायर हुनुभएका भक्तबहादुर गलामी मगरज्यू र आज यस देब्रुङ समाज तराईवासीका सभा अध्यक्ष हाम्रै भेनाज्यू हुनुहुन्छ गकुल दग्लामीज्यू र हाम्रा प्रमुख अतिथिमा हाम्रा देब्रुङ समाजका प्रमुख अतिथि हाम्रो पन्टलाक दाई हुनुहुन्छ ओम बहादुर पुन मगरज्यू र विशिष्ट अतिथिमा रहनुभएका हाम्रा गुल्मी देब्रुङ समाजका परसिंह दाजु हुनुहुन्छ। उहाँ पनि हाम्रै गाउँ समाजका हुनुहुन्छ र सम्पूर्ण हाम्रा विशिष्टमा रहनुभएका अतिथिज्यूहरू र हाम्रा अतिथिगणहरू र हाम्रो यो तिलोतमा 13 का कसैले चिन्नु भएको छैन होला, तिलोतमा 13 को उहाँ टोल विकासको अध्यक्ष पनि हुनुहुन्छ। उहाँ हाम्रो तिलोतमा भोलि 7वटा टोलभरिको सञ्जालको अध्यक्ष पनि हुनुहुन्छ। उहाँलाई पनि सबैले गुल्मी समाजले राम्रोसँग चिन्नुहोला। यस्तो कार्यक्रममा उहाँलाई खल्लो गरेर आसन ग्रहण नगराउनु होला। कहिले पनि उहाँ ठुलै पदमा गइसक्नु भएको छ र हाम्रो गुल्मी देब्रुङ समाजका सम्पूर्ण मञ्चमा आसीन रहनुभएका दाजुभाइ दिदीबहिनीहरू मेरो तर्फबाट सम्पूर्णलाई हार्दिक नमन व्यक्त गर्न चाहन्छु।